आज हाम्रोमा हुँदैछ दीपावलीको पूजा, त्यही भएर म्यानेजर अनि माराम बाबु फुललाई मिलाउँदैछन्। दाजुको आज छुट्टी हो अनि आज हुन्छ हाम्रो क्याफेमा पूजा, त्यही भएर दाजुले आउनु भएको छ हाम्रो क्याफेमा दिया। म्यानेजर हाम्रो छातीमा आएर हामीलाई सबैलाई भन्दैछ ह्याप्पी दिवाली। हाम्रो म्याम अनि सर आउनु भएन किनकि उहाँहरू जानु भएको छ बाहिर अनि सरको दाजु अनि सरको भतिजा आउनु भएको छ पूजा गर्नलाई। एकछिनपछि हाम्रो म्यामले गर्न थाल्नु भयो पूजा पाठ। म्याम गर्नु हुँदैछ पूजा अनि हामी एक कोनाबाट उभिएर आनन्द लिदिन्छौँ पूजाको नजारालाई। पूजा पाठ सकिसकेपछि ओनरको दाजुले हामी सबैलाई बाँड्दैछ मिठाई। मिठाई खाइसकेपछि दाजु उठाउनु हुँदैछ केलाको बोटलाई, थाहा छैन किन गर्दैछ, अजिब गरिब वाला हरकत। केफीको पूजा कार्यक्रम सकिसकेपछि दाजु म्यानेजर अनि माराङ बाबु जाँदैछ सरको अफिसमा पूजा गर्नलाई। सबैजना लाइक गरिदिनु होला, बाइ बाइ।